सेवारो नमस्कार, गुड मर्निङ। आज पनि पानी त मौसम त चिसो नै छ, एकदम चिसो आइरहेछ। तपाईहरु सन्चै हुनुहुन्छ होला, सबैजना ठिकै हुनुहुन्छ होला। चिसो छ, चिसो लाग्ला होसियार गर्नु होला हैन, जिउलाई ख्याल राख्नु होला भन्दै अब एक दुईवटा कुरा पनि गर्नु मन लाग्यो। यो अहिले चुनावको उसमा एकदमै यता गर्यो उता गर्यो यता गर्यो यता गर्यो ह्यान गर्यो तेन गर्यो भन्नुभन्दा पनि अगाडि हामीले कुरा बुझ्ने कुरा हो। कुरा बुझ्नु पर्यो, कुरा बुझेर भोट हाल्नु पर्यो। र देशमा म के विकास गर्छु भन्ने मान्छेलाई चाहिँ आरोप नलाउनु मेरो आग्रह हो। आरोप नलाइदिनु, किनभने देश प्रेमी, देशको लागि हुने, देशको लागि मर्ने मान्छे जब हामी अहिले समाजवादी पार्टीको हर्क सम्मान पाइरहेको छ भने उसको केही पनि नगरिदिनु। हारे हार्छ चाहे जिते जित्छ, उसले एउटा एक्लै लडाइँ लड्छु भनेर आएको छ। लडाइँमा गएपछि यी जित यी हार यो दुईवटा न दुईटा हुने हो। त्यसले गर्दा तैँले यस्तो गरिस् त्यस्तो गरिस् भनेर प्लिज नभनिदिनु होला। ऊ देशभक्त मान्छे हो। तपाईँहरू भोट दिनु नदिनु तपाईँहरूको खुसीको कुरा, तपाईँहरूको हातको कुरा हो। तपाईँहरूले देश र विकास चाहियो भने ठिकै छ। अब परिवर्तन देशमा चाहनुहुन्छ भने ठिकै छ, दिनुहोस् हैन, भोट दिनु मेरो आग्रह हो हैन। तर तपाईँहरूले खालि यो गर्यो त्यो गर्यो यस्ता यो कुरा चाहिँ नगरिदिनु होला हैन। एउटा मैले योभन्दा अगाडिको पोस्टमा भनेको छु, एउटा किराँतीको छोराले देशको माया गरेर देशलाई म के गर्छु भनेर अगाडि बढिरहेछ हैन। एउटा किराँतीको छोराले देशमा के गर्छु भनेर अगाडि बढेको छ। तपाईँहरूको दायाँ माया मन छ, यसले गर्छ भन्ने विश्वास छ भने साथ दिनु होला। तर यो नाना थरी कुराहरू चाहिँ नगरिदिनु होला हैन। किनभने तपाईँहरूले योभन्दा अगाडि नेपाली काङ्ग्रेस एमाले जसुकै पार्टी होस्, एबिसिडी अब राष्ट्रवाद जसुकै पार्टी होस्, उनीहरूले यस्तो शब्दहरू त बोल्नु भएन त। त्यतिखेर बोल्नु पर्थ्यो तपाईँहरू पनि हैन। म पनि काङ्ग्रेसकै मान्छे हो, नेपाली काङ्ग्रेसकै क्रियाशील सदस्य मान्छे हो। आफ्नो विचार राख्नु पाउँछ, विरोध गर्नु